जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल ककनी गाउँपालिकाको बारेमा चर्चा गर्नेछौँ। हाम्रो एक दिने शैक्षिक भ्रमण कसरी बित्यो त आउनुहोस् हेर्दै जाउँ। सबैभन्दा सुरुमा त हामीलाई विद्यालयले तोकेको समय अनुसार 7:30 मा विद्यालयमा उपस्थित भयौँ र हाम्रो यात्रा अगाडि बढ्यो। अब यहाँबाट म काठमाडौँ महानगरपालिका बागबजार 28 वडा नम्बरमा रहेको अहिले भने चाहिँ हामी यहाँबाट स्कुलबाट हिँड्ने तयारीमा छौँ। अब भने चाहिँ हाम्रो यात्रा नुवाकोट ककनीसम्मको हुनेछ। हाम्रो यहाँ गाइदिने आइसक्यो। अब भने चाहिँ हाम्रो यात्रा बढ्ने छ अगाडि। आउनुहोस् हेर्दै जाउँ। अभिषेक त यहाँ बस्नै पर्छ क्या। सरहरूलाई त्यहाँ बस्दैन। सर यता बस्नु। हाम्रो हामी सबैजना गाडीमा बस्यौँ र करिब 8 बजेको समयमा हाम्रो गाडी अगाडि गन्तव्यतर्फ हिँड्यो। करिब 1-2 घन्टाको यात्रापछि हामी बल्ल गन्तव्य स्थानमा पुग्यौँ। अहिले भने चाहिँ हामी पुगिसक्यो। अब आज एउटालाई क्यामेरा दिनु पर्यो। बढिराखेका छौँ अगाडि। ठ्याक्क केटाहरू यता छन् हाम्रो यता र अगाडि सरहरू यता चाहिँ अरू आउँदैछन् तर म भने चाहिँ यहाँ रोकेको छु। हामी यताबाट जाने ल। यताबाट जाउँ कि यताबाट जाउँ न। यताबाट जाउँ भने हाम्रो टिम अगाडि बढेको छ देख्न सक्नुहुनेछ। अहिले भने चाहिँ हामी यता कुकुर पनि देख्न सकिन्छ तर हामी भने अगाडि बढिराखेका छौँ। केटाहरू नै अगाडि गएका छन्। ल भलकमा आउँछौँ केटाहरू। टक्क सब्सक्राइब गर्ने रविन्द्र देवकोटा च्यानल। ल म कत्रैसँग उठ्छु तर हामीभन्दा पछाडि रहेका छन् अरू। हामी भने अगाडि गएन फोटो खिच्छौँ। हेर्न चाहिँ हामी कुदिराखेका छौँ अभिषेक र म। यसको फोटो नि खिचिदिनु छैन। यसले मेरो खिचिदिइसक्यो तर हामी कुद्छौँ। अब यहाँ मन्दिर रहेको रहेछ। हामी मेन हाम्रो टार्गेट तल हाम्रो गाडी रोकेको चाहिँ यतातिर देख्न सकिन्छ। यहाँबाट अरू आइरहेका छन् तर हामी भने पुगिसकेका हौँ। अब यहाँ देख्न सक्नुहुनेछ म यहाँ मन्दिरमा आइसकेको छु। अब भने चाहिँ म यसको फोटो खिचिदिनु छु। यसलाई क्यामेरा दिनेछु ल। तपाईँ कृपया पकाइदियो ल। यसले चाहिँ क्यामेरा गर्ने छ र म यसको फोटो खिचिदिन्छु साथी। हामी अरूभन्दा नै अगाडि गएर 2-4वटा भिडियो फोटो खिचिहाल्यौँ। सबैभन्दा अगाडि हाम्रो टिम रहेको थियो। हाम्रो टिमले भने छिटो छिटो जाने र कुन राम्रो ठाउँ छ त्यहाँ जाने फोटो खिच्ने र अगाडि बढिहाल्ने गर्दथ्यो। ओके ल हिँड्नु। अब म अहिले यहाँ आइसकेको छु। अब भने चाहिँ मेरो माइकबाट नै भिडियो सुट हुनेछ। अब हामी बढ्नेछौँ अगाडि। त्यही त है हामी अब यहाँबाट नि हाम्रो टिम यहाँ आइसकेको छ। अब भने हामी उपस्थिति भइसकेका छौँ देख्न सक्नुहुनेछ। हाम्रो केटाहरू यता छन्। के छ साथी ठिक छ ल ठ्याक्क। अब यहाँको चाहिँ मैले सबै देखाउने छु। हामी कहाँ यता जाने ल। सब्सक्राइब गर केटाहरू ल। सबले सब्सक्राइब गर ल। आउँछ सबै आउँछ। समिललाई त पुरा बोल्या पनि सुनाउनु पर्छ यार। के भन्नु छ भने चाहिँ भन। त्यो मेरो पुरानो डाइलग हो चेन्ज भइसक्यो। ल
ल मेन गरिदिन चाहिँ क्लासमा हामी मिल्ने ठ्याक्कै यति 3टा छौँ हामी एकपटक हामी यो तलको क्षेत्रलाई पनि यहाँको यो ककनी क्षेत्रलाई चाहिँ हामीले पुरा समेट्ने गरेर चाहिँ एउटा भिडियो सुट गर्नेछौँ त आइसक्यो ओए माथिबाट दिपकले बोलाइराख्यो हा तर माथिबाट त्यसले बोलायो तर हामी भने अगाडि बढ्नेछौँ ऊ तलसम्म जानेछौँ त्यहाँ जङ्गलहरू रहेछन् उता तल स्यामहरू रहेछन् हामी भने अब त्यहीँ जानेछौँ यता चाहिँ यस्तो खाल्चो रहेछ यहाँबाट बोलाएका छन् हामीले बोलाएका जतिलाई चाहिँ हाम्रो नजिक क्षेत्रका आसपासकालाई चाहिँ सबैलाई बोलाउने प्रयत्न गर्नेछौँ ओ माथि हिँड्ने हाम्रो जङ्गलसँग त बोल्नै पऱ्यो होइन युट्युबमा देखिन्छ ल के भन् 2-4वटा शब्द सब्सक्राइब गरिदिनु भन् सब्सक्राइब गरिदिनु हामी यहाँ पिकनिकमा आएको छौँ एक दिने भ्रमणमा हामी आएका छौँ रविन्द्र देवकोटाको च्यानललाई सब्सक्राइब गरिदिनु लाइक कमेन्ट अनि सबै गरिदिनु होला रिपोस्ट पनि हालिदिनु होला ल सबै भएभरि हो भने चाहिँ म अहिले भने चाहिँ हामी ठ्याक्क 4जनाको टोली आएर चाहिँ हामी यहाँ चाहिँ फोटो भिडियो खिच्न आएका छौँ सब्स्क्राइब गर्नु होला हामी चाहिँ यहाँ मिलेर फोटो खिच्न आएको अब उ त्यहाँ माथिबाट देखिने रहेछ अगाडि नै गएको थियौँ तर त्यहाँ चाहिँ हाम्रो के भयो भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो अगाडि फोटो भिडियो खिचेनौँ अब त्यहाँ पनि गएर खिच्नेछौँ अबको यो अन्तिम चरणमा भने हामीले फोटो भिडियो खिच्नेछौँ यहाँ चाहिँ सुट भइरह अभिषेक छ यता सौगात यता तारा यता टक्क हामी मिल्ने चाहिँ अहिले चाहिँ हामी फोटो भिडियो सुट गर्न आएका छौँ अब अरू चाहिँ उता छ हाम्रो टोली चाहिँ ठ्याक्कै उता नि जानेछौँ त्यहाँ टावर त्यहाँ ठिकै खतरा ठाउँ छ त्यतातिर जानेछौँ क्यामेरा पुग्दैन होला तेरो हेलो गाइज वेलकम टु द न्यू ब्लग अभिषेक अर्याललाई सब्सक्राइब गर्नु होला जम्मा 43 सब्सक्राइबर छ होइन गाइजहरू अब हामी चाहिँ यता मिल्ने साथीहरू यता छौँ होइन उता रविन्द्र देवकोटा चोरले फोटो खिचिरहनु भएको छ सौगात बस्नेत यी तारा प्रसाद अधिकारी रविन्द्र प्रसाद अधिकारी र बस्नेत के अरे सौगात बस्नेत यो चाहिँ हामी ककनी पार्क नुवाकोट ककनी रविन्द्र देवकोटा च्यानलमा सब्स्क्राइब गर्न नबिर्सनु ल साथीले फलो गरिराख भिडियो बनाउन त्यही अहिले उता साइड यिनीहरूले चाहिँ अहिले एकछिन फोटो भिडियो सुट गर्ने रे यहाँ ठाउँ नि यस्तो खतरा खायो पुरा तर अब भने चाहिँ यिनीहरूले यहाँ सुट गर्नेछन् तर म चाहिँ भ्लगिङ गरिरहेको छु मेरो साथीले अब यसले चाहिँ भ्लग गरिदिनेछ ठ्याक्कै यस्तरी पकाट पकाउन ल आफूलाई यता हेर्नु यता भिडियो रेकर्ड भइरहेको छ उ त्यहाँ देवकोटाको गर्लफ्रेन्डको टिकटक यता तिनीहरूले चाहिँ भिडियो बनाइराखेको छ नि हिँडेको हिरो आयो हिरो काजी डन जिरो हेर्न सक्नुहुन्छ यिनीहरूले चाहिँ भिडियो बनाइराखेका छन् देख्न सक्नुहुनेछ मैले नै खिचिदिएको छु यदि राम्रो छ भने चाहिँ म त्यो तिनीहरूले कट गरेर नि लिन सक्नेछन् हाम्रो कुरा गर्दाखेरि चाहिँ हामी
ककनी गाउँपालिका नुवाकोट ककनी गाउँपालिकामा छौँ। यो डस्टबिनबाट नि हेरेर थाहा पाउन सक्नुहुनेछ। म एउटा बोर्डमा लेखेको देखाउने छु। ककनी गाउँपालिका नुवाकोटमा अहिले हाम्रो स्कुल टुरको क्रममा चाहिँ हामी यहाँ पुगेका हौँ। यो एकदमै राम्रो रमणीय ठाउँ रहेको छ। पर्यटकको ध्यान आकर्षण गराउने ठाउँ रहेको छ। म यहाँको माथितिरको यताउतैको नि देखाउने छु। आउँदाखेरि चाहिँ बिच बाटोमा के हो भन्दाखेरि घाँटीमा त्यति मेरै फोनबाट चाहिँ म्युजिक लगाएँ, त्यसै कारणले गर्दा पनि गाडीको भिडियो चाहिँ आउन पाएन। यदि सकभर चार्ज छ भने चाहिँ म पछि पनि देखाउने छु। यो घर जाँदाखेरि चाहिँ सबैलाई देखाउने छु। यता यस्तो छ, यहाँ चाहिँ पानी एक ठाउँमा मात्र पानी छ क्या। यहाँ मात्र पानी छ, अरू कुनै ठाउँमा पनि पानी छैन। पानी खान हिँडाउनुपर्छ। पानी एक ठाउँमा मात्र हाम्रो के हो भन्दाखेरि स्कुलको गाडी यता तलतिर छ, माथि गाडी आउँदैन। यहाँबाट यस्तो खतरा खाने कुहिरो लागेर के पनि नदेखिन्छ क्या। आज घाम पनि लागेन, त्यति मौसमले पनि साथ दिएन। घाम लागेको भए कस्तो देखिन्थ्यो, तर त्यो भने चाहिँ थाहा छैन। जङ्गल छ अनि यस्तो कुहिरो लागेको छ। नुवाकोट जिल्ला ककनी गाउँपालिका यो चाहिँ काठमाडौँदेखि नजिकै रहेका कारणले गर्दाखेरि चाहिँ हाम्रो एक दिने शैक्षिक भ्रमणका क्रममा चाहिँ हामी यहाँसम्म आएका छौँ। तर एकदम रमाइलो ठाउँ छ, यहाँको खतरा ठाउँ छ। यहाँ चाहिँ फोटोसुट भइराख्यो, भिडियो सुट भइराख्यो। अगाडि हाम्रो यहाँ पनि फोटो खिचेका थियौँ। सकभर त्यो फोटो म कहाँ आइपुग्यो भने चाहिँ मैले यहाँ ट्याग गरेर पनि देखाउने छु त्यो फोटोलाई। गाडी हाम्रो तल छ, अरू साथीहरू कता छन् उता खाजा खाइराखेछन् अरूले। हामी यता हौँ, हामीले खाजा खाएर नै आइसक्यौँ। अनि ऊ त्यहाँ माथि हाम्रो दुई चार ठाउँमा चाहिँ हामीले भिडियो फोटोसुट गर्नेछौँ। र अहिले कति बज्यो भने चाहिँ अहिले चाहिँ हाम्रो 12 बजी नै 21 मिनट गइसकेको छ। हाम्रो 12 बजी न 21 मिनट गएको अहिले। अब के हुन्छ, हामी 7:30 बजे काठमाडौँबाट हिँड्यौँ। 10 बजे चाहिँ यहाँ नुवाकोट पुग्यौँ। अनि हाम्रो 10 बजेदेखि यता हामी छौँ। 2 घन्टा भइसक्यो हामी यहाँ आएको। अनि यस्तै छ, तर मोबाइलमा चार्ज भन्ने छैन। यदि सक्दो प्रयासमा चार्ज छ भने चाहिँ म सबै देखाउने छु। अब पछिल्लो समयमा हामी चाहिँ हिँडेछौँ, फोटो भिडियो खिचेछौँ। अब अर्को अगाडि मैले माथिबाट जुम गरेर देखाएको थिएँ, त्यो ठाउँमा नि पुग्नेछौँ। हामी बढिराखेका छौँ अगाडि। त्यो ठाउँमा जाने मैले हेरेको बाटो अनुसार चाहिँ यता छ, त्यसैले माथिबाट देखिएको यता छ। त्यसैले हामी यता चाहिँ जानेछौँ। त्यहाँ माथि एकदम खतरा ठाउँ देखेका छौँ। त्यसैले गर्दाखेरि चाहिँ हामी जुन हाम्रो अगाडि टिम थियो त्यो टिम हामी अगाडि बढेछौँ। हाम्रो चाहिँ कुदिनै अगाडि बढेका छौँ। बाटो त ध्यान त हामी चाहिँ अगाडि बढिरहेका छौँ निरन्तर रूपमा। फर्स्टमा त मै हो क्या, मलाई कसैले सक्दैन नि फेरि। अब त्यहाँ टावर रहेछ, तर यहाँ चाहिँ टावर लास्टै रहेछ होइन। यता नि एनटिसी नमस्तेको टावर छ, यता नि अर्को टावर रहेछ। तर हामीभन्दा नि अगाडि यहाँ अरू आइसकेका रहेछन्। तर हाम्रो टिम चाहिँ निरन्तर रूपमा अगाडि बढ्ने छ कि हामी जहाँ जाने भनेका थियौँ त्यहीँ नै जानेछौँ। त्यहाँ मिल्दैन। हाम्रो यहाँ चाहिँ आएर फोटो भिडियो सुट गर्दै रहेछन्। हाम्रो चाहिँ यता जानेछौँ, उता डिपिएस पनि आइसक्यो। होइन त्यो होइन, यता हो। ऊ यहाँ क्या माथि हो, माथि हो क्या। ए माथि हो भने तर हामी अगाडि बढ्नेछौँ। कुद्दै के नकुद्ने निरन्तर रूपमा अगाडि। ए यहाँ रहेछ अगाडि मैले माथिबाट देखाएको ठाउँमा पुगिसकेका छौँ। ककनी अहिले तर एकदम खतरा रहेछ। यहाँ चाहिँ देख्न सक्नुहुनेछ
यता का दिपेश पनि आइसक्यो हामीले माथिबाट देखिन आएको तर यहाँको भ्यू एकदम खतरा छ। अब हामीले चाहिँ यहाँबाट फोटो भिडियो सुट गर्नेछौँ। एकदम खतरा। म मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ यहाँको भ्यू चाहिँ एकदम खतरा रहेको छ के। तर अब हामीले यहाँ फोटो भिडियो सुट गर्नेछौँ। यसकै लागि आएको, यसकै लागि पैसा खर्च भएको। तर मलाई यो ठाउँ खासमा भन्नुपर्दा त मन परेको थिएन। अनिवार्य रूपमा जाने भनेका कारणले गर्दाखेरि म आएको हुँ। तर यता जङ्गल छ, यस्तो खतरा छ। टक्क मलाई के अनुभूति भएको भने चाहिँ मैले रुकुमै छु जस्तो छ क्या। मैले घरै छु जस्तो अनुभूति भएको। तर हामीले यहाँबाट फोटो भिडियो सुट गर्नेछौँ। यस्तो ब्याकग्राउन्डमा यहाँ फोटो खिच्दैछन्। तर त्यहाँ सबै छन्। हाम्रो टिम चाहिँ छुट्टै छ क्या। अहिले दिपेश नि आएको छ। 5 जनाको टिम भइसक्यो। यता चाहिँ फोटो खिच्दैछन् यिनीहरूले। हाम्रो 5 जनाको टोली छ। तर अगाडि बढिरहेका हौँ हामी। अरूको ग्रुप छुट्टै छ। अरू चाहिँ सर म्यामहरूसँगै छन्। तर हामीले चाहिँ एउटा ग्रुप लिडर बनाएर हामी फरक ठाउँमा घुमिरहेका हौँ। अरूभन्दा अगाडि छौँ क्या हामी। अरूभन्दा एक्स्ट्रा छौँ। ऊ माथि टावर छ, त्यहाँ पनि जानेछौँ हामी। अहिले यहाँबाट आएको उताबाट जताबाट हामी मेन टाटो कहाँ छ अलि अग्लो स्थानमा जान्छौँ। त्यहाँबाट हेर्छौँ कुन चाहिँ राम्रो ठाउँ छ, त्यहाँ जाने गर्छौँ। यता चाहिँ पुरा रानी बनिरहेको छ। ल अब यहाँ चाहिँ मेरो फोटो सुट हुन्छ। मेरो अब मेरो फोटो खिच्नुपर्छ नै। अब मेरो फोटो खिच्ने। मेरो फोटै छैन। मेरो फोनमा चाहिँ त्यति राम्रो क्यामेरा छैन। हजुरलाई नि थाहा छ। के बोले यार, अब टुन्न हान्नु पर्ने भयो। हामीले फोटो खिचिरहेका ऊ तल के देखिरह, रोड देखिरह। यहाँ दुईटाले मजाले फोटो खिचिरहन्। हाम्रो गाउँको देउराली जस्तो रथ यार यो ठाउँ चाहिँ। त्यही पनि मलाई नि मेरो गाउँ जस्तै लाग्यो अहिले। टक्क यताको रानीवन देख्दाखेरि यता फोटो खिचिरहन्। काका यहाँबाट एउटा ल खिच न मैले फोटो मैले खिचेको यहाँ आएर ल हो यतै हैन। अब मेरो खिच्ने ल। अनि सौगात खिच्छु होला ल है। सौगात तिमीले मेरो खिच्देऊ अनि म खिच्दिन्छु ल। हामी यहाँबाट जान सक्छौँ त। ऊ त्यहाँबाट आयो भने चाहिँ हामी यहाँबाट जाउँला क्या। यो बाटो हामी यहाँबाट झिनिन जाउँला के। तर हामी चाहिँ छुट्टिँदैनौँ। केटाहरू गइसके अनि हामी दुईटा मात्र नि के बस्नु, गइहाल्छौँ। मेरो फोन अभिषेक छैन। हाम्रो मेन कहाँ छ भने चाहिँ बस त्यहाँ छ। यहाँबाट नि जान मिल्छ होला। तर हामी जुन बाटो आएको त्यो बाटो जाने छ। तर यहाँ ककनी गाउँपालिका यति व्यवस्थित गाउँपालिका छ। यहाँको सरसफाइ हेर्दाखेरि एकदम राम्रो रहेको छ, व्यवस्थित छ। पर्यटक भित्र हुने सम्भावना बोकेको यो गाउँपालिका। म कुदिराखेको छु। अगाडि नै पहिलो आएको, दादा नि पहिले जाने भए। त्यहाँ चाहिँ टावर रहेको छ। यता चाहिँ खतरा भयो। यिनीहरू चाहिँ यता आएका छन्। चुरोटे ग्याङ भाइरल। ल अब चुरोटे ग्याङ भाइरल हुन्छ। के गरिराखन् थाहा छैन ल। मेरो रोक्नु ल। उसको लागि पनि मैले निको फोटो राखेँ। कपिराइट लाग्छ क्या। म्युजिक बन्द गर। हाम्रो बस त्यहाँ छ
तर तिनीहरूले ठग्या जस्तो छ एकपल्ट यता जाउँ न हामी यहाँबाट जान्छौँ तर एकदम राम्रो ठाउँ छ मेरो मेमोरी फुल होला जस्तो छ भिडियो चाहिँ टन्नै खिच्न त तर मेन पोइन्ट जति छ त्यतिलाई मात्र हाल्ने गर्छु किनकि त्यति लङ भिडियो चाहिँ राम्रो हुँदैन त्यसै कारणले गर्दाखेरि चाहिँ मैले सर्ट मेन जति छ त्यति भिडियोलाई चाहिँ कट गरेर हाल्नेछु माथि छन् हाम्रो सबैजना माथि छन् तर हाम्रो ग्याङ चाहिँ अगाडिदेखि छुट्टै छ क्या स्कुल पनि हाम्रो छुट्टै हुन्छ जतै नै छुट्टै जता गयो त्यतै छुट्टै हुन्छ यहाँ मेन गेट प्रवेशद्वार स्थल तर यहाँ चाहिँ के लेखेर रहन्छ यहाँ धर्म स्तुपा ककनी ललितपुर बुद्ध जयन्ती कोष ललितपुर तर यो चाहिँ ललितपुर लेखेको न त तर यो भन्ने चाहिँ नुवाकोट जिल्लामा पर्ने गर्छ है नुवाकोट जिल्ला ककनी गाउँपालिकामा पर्ने गर्छ तर लेख्न त त्यहाँ ललितपुर लेखेर रहेछ कुनै कोष लेखेको छैन त्यहाँ जयन्ती कोष रहेको छ यो जयन्ती ललितपुर जयन्ती कोषले चाहिँ बुद्ध जयन्ती कोषले चाहिँ संरक्षण भइहाल्दै छ यहाँको सरसफाइमा मेन पोइन्ट रहेर आधारित रहेर चाहिँ यहाँको व्यवस्थित बनाएको रहेछ जस्तो लाग्छ तिनीहरू त्यहाँ छन् अब हामी भने यहाँबाट अगाडि नै बढ्नेछौँ ओए आइज ओए चाहिँ अरूभन्दा अगाडि छौँ त्यसैले हामी तर हामी जति कोही पनि डुलेकै छैन यहाँ हुँदाखेरि फेरि हामी माथि जान्छौँ भएको भरि सबै माथि छ न अनि हामी मात्र किन बस्ने तल हामी चाहिँ धेरै ठाउँ डुलिसक्यो हौ लगभग हिँड्नै नसक्ने भइसक्यो म पनि निश्चित रूपमा भन्नुपर्दा अरू चाहिँ सबै माथि छन् अहिले हामीले यहाँ आएका थियौँ सबै माथि छन् हामी माथि जाँदै हौ त्यहाँ स्याम छ माथि स्पिकर ल्याएर नाचिराख्नु अगाडि मलाई स्पिकर बोक्न लगाएँ तर केही छैन सबै माथि छन् म पनि माथि गइरहेको छु यहाँको सबै देखाउनेछु तलबाट नै देखाउँदै आएको छु यता पनि नाचिरहेका छन् पुरा यताको छुट्टै ग्रुप छ यहाँको चाहिँ छुट्टै ग्रुप रह हाम्रो पनि छुट्टै ग्रुप रहेको थियो हामी डुलिरहेको हौँ तर यताबाट भने चाहिँ छुट्टै आफैले स्पिकर ल्याएर चाहिँ नाचिराख्ने त तर हामी भने अगाडि बढ्नेछौँ भाइरल यो डान्स भाइरल हुन्छ छुट्टैमा नाचिराख्नु तर यो मेरो म्युजिक युट्युबमा नसुनिन नै सक्छ मैले अर्कै म्युजिक हाल्न सक्छु किनकि यहाँ चाहिँ कपिराइट लाग्न सक्ने भएका कारणले गर्दाखेरि मैले भिडियोलाई कट गर्दै अगाडि बढाउँदै गरिरहेको छु म्युजिक कपिराइट लाग्न सक्छ नि त त्यसैले म्युजिक कपिराइट लाग्ने भएकाले छुट्टै देखाइदिएको छु उता दिपेश आइसक्यो स्याम भाइरल हुन्छ अब नाच्नमा व्यस्त छन् पुरा छुट्टै ग्रुप रहेको छ अगाडिको हाम्रो एउटा छुट्टै ग्रुप थियो अहिले भने फेरि यहाँको पनि अर्को छुट्टै ग्रुप रहेको छ यता पुरा बेको गीतमा नाचिरहन हाम्रो पनि छुट्टै ग्रुप छुट्टा ठाउँमा छुट्टै ग्रुप रहेको छ यता मेन त भाइको त्यही हुन्थ्यो छुट्टै ठाउँमा छुट्टै ग्रुप रहेको छ यताबाट पनि तलबाटले छन् ल एकले एक उचाउँ त ल छिटो एकले एक उचाउनु पर्यो यहाँबाट बढ्छन् अगाडि सबैले एकजनाले यो चाहिँ अभिषेकले लाग्छ अहिले नै एक बोक्नै पर्यो तर हाम्रो टोली यहाँबाट अगाडि बढ्छ मैले नि एउटा बोकेको छु अगाडिबाट साथीहरू उताबाट गएँ तर म भन्ने यहाँबाट बाटो छ तर यहाँबाट बाटो रहन्छ म यहाँ आउन छुटेको थियो अगाडि त्यसै कारणले गर्दाखेरि आएको यहाँबाट बाटो रहन्छ फेरि म यहाँबाट रिटर्न हुनेछु म अगाडि बढिरहेको छु सबजना तल छन् तर म भने माथि म भने तल जाँदैछु
मलाई चाहिँ यो बोक्न लगाएँ खाएको भन्दाखेरि तर केही छैन यता चिप्स खाउँ खै पुरै नलैजाऊ है म चाहिँ धेरै लाइन लिने बानी छैन खतरा ठाउँमा आइसक्यो अब ओए अभिषेक फोटो हामी यहाँ आइसकेका छौँ मैले साथीको ब्याग मैले चाहिँ बिहानदेखि भिडियो बनाइछु मेरो मेमोरी स्पेस नै फुल भइसक्यो है ल चार्ज नै छैन बिहानदेखि क्यामेरा मोबाइल यता बनाएको छ उता बनाइसक्यो त्यसैले चाहिँ अहिले स्पेस छैन मेरो अब भने चाहिँ म जहाँ रमाइने ठाउँ राम्रो ठाउँ देखिन्छ त्यहाँ त मात्र देखाउने छु किनकि अहिले भने चाहिँ मेरो फोनमा स्पेस रहेको छैन यो पनि मेरो सब्सक्राइब नै हो अगाडि नै देखाएको थियो अब जहाँ चाहिँ राम्रो छ त्यहाँको मात्र भ्यू देखाउने छु र अहिले भने पनि फेरि अर्को ठाउँ यही नजिकै त्यहाँ चियान रहेछ मान्छे बोल्ने ठाउँहरू जलाउने हो कि गाड्ने हो कि त्यो भने मलाई थाहा छैन तर यहाँ चाहिँ हामी नजाँदा नै ठिक हुन्छ किनकि यस्तो ठाउँमा जानुहुन्न जस्तो लाग्छ मलाई चाहिँ मेरो व्यक्तिगत हिसाबमा चाहिँ जानुहुन्न जस्तो लाग्छ यो के हो चियान भन्ने सुनेको रहेछ चियानै रहेछ यो धर्म अनुसार चाहिँ मान्छे काट्ने बौद्ध परम्परागत अनुसार जस्तो लाग्छ मलाई यो थाहा छैन तर यहाँ मान्छे पोल्ने होइन जलाउने ठाउँ रहेछ त्यहाँ पनि अर्को एकदम खतरा ठाउँ देख्यौँ त्यो ठाउँमा अहिले जानेछु यो चाहिँ आजदेखि चाहिँ 2082 साल 10 महिना 26 गते हो भिडियो पहिला आउँछ लगभग 30 गते वा 1-2 गतेतिर आउँछ होला समय भ्याइ छैन जहिले एडिट गर्छु त्यही आउँछ है यहाँ चाहिँ एकदम राम्रो छ पर्यटक भित्र आउने हिसाबले चाहिँ एकदम रमाइलो ठाउँ रहेको रहेछ तर यो चाहिँ ठ्याक्क यो काँडा झ्याङ देख्दाखेरि यहाँ चाहिँ काली चराहरू पाइने जस्तो लाग्छ मलाई के हो त्यो भने थाहा छैन अहिले हाम्रो समय अनुसार 1:09 भइसक्यो हामी लगभग 5 बजे 2-3 बजेतिर जान्छौँ होला जस्तो लाग्छ मलाई अब कस्तो हुने हो थाहा छैन त्यो फुल स्पेस फुल भइसक्यो जस्तो लाग्छ यहाँ चाहिँ एउटा सरकारी भवन रहेछ म पढ्छु अब त्यहाँको के छ कस्तो छ त्यहाँको यहाँ चाहिँ के कस्तो छ भने चाहिँ यहाँ चाहिँ बागमती सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले ककनी गाउँपालिका वडा नम्बर 5 मा निर्माण भएको ककनी टावर यो चाहिँ ककनी टावर रहेछ टावर रहेछ तर यहाँ आज भने चाहिँ बन्द रहेछ यहाँबाट चाबी यसलाई यता बन्द लक छ लक छ हेर त छ लक छ हेर्नु लक रहेछ विद्यार्थीहरूलाई 25 हजुरहरूलाई 50 विद्यार्थीलाई 25 रहेछ अरूलाई 50 रहेछ हामी चाहिँ स्कुलले ल्याएको भएर विद्यार्थी भएरको लागि हाम्रो डिस्काउन्ट 25 रहेछ 25 चाहिँ लाग्ने रहेछ तर आज भने चाहिँ बन्द रहेछ श्याम त फेरि खतरा अरे यार जसले चाहिँ भने नि यो वरिपरि घुम्छौँ त्यति भएन हामी जहाँ जाने थियौँ त्यहाँ जान पाएनौँ हाम्रो सकभर मेन माथि गएर यताउतिको सबै भ्यू निकाल्ने योजनाबद्ध तरिकाले आएका थियौँ तर त्यो भने भएन अब जति सक्छु म त्यति देखाउने छु यहाँ माथिबाट के रहेछ तर जान मिल्छ कि मिल्दैन भन्ने भयो ल म यहीँबाट गइदिएँ हाइट म अब यहाँबाट देखाउने छु अभिषेक भ्यू टावर ओए
तारा यहाँको भ्यू यस्तो देख्न सक्नुहुनेछ यस्तो रहेको छ यहाँ चाहिँ के रहेछ लट्ठै परी तर माथिबाट चाहिँ सबै देखिन्थ्यो होला यता चरा उडेको देख्न सक्नुहुनेछ टक्क चरा उडिरहेका छन् माथिबाट चाहिँ सबै देखिन्थ्यो होला तर माथि बन्द रहेछ अब यहाँबाट चाहिँ देखिने जतिलाई देखाउने छु मैले त देखिने जति देखाइसकेको छु यता यस्तो रहेछ अब म कहाँबाट जाने भन्ने हो तर यहाँबाट भने बाटो रहेछ तर म भने जताभावी त्यतैबाट आएँ ओ माई गड यहाँबाट पनि हाम फाल्नै पर्ने हो ल ठिक छ केही छैन जान्छु देख्न सक्नुहुने चाहिँ श्याम छ है ककनी गाउँपालिका वडा नम्बर 4 र 5 मा अवस्थित रहेछ तर यो एकदम व्यवस्थित तरिकाले चाहिँ पर्यटक भित्राउने सम्भावना बोकेको यो ककनी गाउँपालिका नुवाकोट जिल्लाको एक रमणीय प्राकृतिक तथा सांस्कृतिक धार्मिक स्थलका रूपमा पनि प्रख्यात रहेको रहेछ तर त्यसलाई मैले माथिबाट चाहिँ अलिअलि देखाएँ तर त्यति देखेन तर माथिबाट भने देखिन्थ्यो होला हामी एकैछिन आयो अब जान्छौँ जताततै डस्टबिनहरू राखिएको छ फोहोर फाल्न मनाइ छैन भनेर विभिन्न ठाउँमा प्ले कार्डहरूमा लेखिएको छ तर अब जति त्यति देखाउने छु म माथि नै टावरमा नि अगाडि गएको थिएँ त्यहाँबाट पनि देखाइसकेको छु तपाईँले हेर्न सक्नुहुनेछ भिडियोलाई स्किप नगरेर हेर्नु होला हामी अब अर्को ठाउँको देखाउनेछु हाम्रो यहाँ नजिकै विद्यालय रहेको छ विद्यालय रहेछ यहाँ विद्यार्थी पनि छन् हेलो यहाँ त कुन स्कुलको श्री कर्कनी गणेश ल तिमी युट्युबमा आउँछौ सब्सक्राइब गरिदेऊ ल है रविन्द्र देवको नाम के हो विकास तामाङ ल युट्युबमा आउँछ सब्सक्राइब गर्ने ल रविन्द्र देवकोटा है नबिर्स्यौ ल है सब्सक्राइब है ल यहाँ चाहिँ नजिकै विद्यालय रहेछ सबैलाई देखाइदिन्छु नजिकै विद्यालय रहेछ श्री ककनी गणेश आधारभूत विद्यालय रहेछ र हामी आएको गाडी यहाँ छन् है दुईवटा गाडी छन् 9, 10 को स्टुडेन्ट चाहिँ आएको गाडी हो अब यहाँ चाहिँ हाम्रो आएका अगाडि जुन दुईवटा गाडी थिए जाउँ न त बसु यहाँ छन् अब हाम्रो 1 घन्टा जति बाँकी छ यहाँ अनि अगाडि बढ्ने छ हामी एकपल्ट माथि जाउँ न माथि जाउँ न भाइ नजाने खोल्न किन्छौँला ल माथि फोटोसोटो खिचौँला है यहाँनिर हुनेलाई चाहिँ मोच हुन्छ अरे त सब तामाङहरू होला हामी चाहिँ माथि जानेछौँ अगाडिको भलादुमा चाहिँ भिडियो हाल्नेको थियो र अब भने चाहिँ राम्रोसँग बनाउँदैछु अब हामी त्यहाँ माथि जान्छौँ माथि गएर चाहिँ हाम्रो के हुन्छ अब त्यही अनुसार बस्नेछौँ उसको सौगातको फोन चाहिँ अर्को दिपेशले लगेको रहेछ त्यसैले गर्दाखेरि भाइमा जाने जिम्मेवारी ठिक छैन भाइ चाहिँ हामी एकछिन यतै छौँ भाइ त्यसपछि कहाँ पढ्छौ तिम्रो कहाँ हो कच्चा राखा कहाँ पढ्छौ कच्चा राखा त्यो अब 9 मा कहाँ पढ्ने कता हो कच्चा राखा काठमाडौँ त्यो नाम के हो त के अरे नुवाकोट होइन यो तिमी युट्युबमा आउँछौ ल है नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर कति वडा नम्बर 5 तिमी युट्युबमा आउँछौ रविन्द्र देवकोटा छ सब्सक्राइब गरिदेऊ ल है ल ल उनीहरूले चाहिँ यहाँ नजिकै ककनी गाउँपालिका स्थित चाहिँ आधारभूत एउटा विद्यालय रहेछ कतिमा यहाँ चाहिँ विद्यार्थीहरू देख्न सक्नुहुनेछ त्यहाँ पनि विद्यार्थी रहेका छन् हाम्रो मेन हिरो त यता हो क्या खासमा जसले चाहिँ भने नि एउटा सेमसँग त्यस्तो के रहेछ सब पछि लागेका छन् मागे छ न म भने चाहिँ त्यो माग्न चाहदिनँ म भने चाहिँ त्यो माग्दिनँ अहिले आउँदैन न अङ्कल त्यहाँ चाहिँ कोकनी थाई मोडल पार्क रहेछ कोकनी
यो क्षेत्रको विद्यालयलाई चाहिँ मैले देखाउँदैछु। रविन्द्र देवकोटा सर्च गर आउँछ ल है। सब्सक्राइब गर रविन्द्र देवकोटा ल है। सब्सक्राइब गर्ने ल है। ल भिडियोमा लाइक अनि सब्सक्राइब ल। यहाँ चाहिँ ककनी स्कुलको ककनी गाउँपालिकामा चाहिँ रहेको एउटा विद्यालय रहेछ। यता रहेछ तर म भने यहाँ जाँदिनँ अहिले। कुकुरले टोक्लै जस्तो छ। के गर्नु बिच बाटोमै कुकुरले ठेकिसकेको छ। कुकुरले ठेकेता पनि म भने यहाँ आयो सगासँग छ। उनीहरू चाहिँ गइसकेका छन्। हामी पनि अब त्यतै जानेछौँ। पाउँछ पाउन त ब्लग पाउँछ। म भित्र क्लासभित्र जान सक्छु कि म्याम भनेर यसो भन न। नै म ठिक छैन। ठिक छ अहिले हामी चाहिँ क्लासमा गएनौँ। छुट्टै ग्रुप थियो। अहिले भने फेरि यहाँको पनि अर्को छुट्टै ग्रुप रहेको छ। यता पुरा बेको गीतमा नाचिरहन। भाइरल यो डान्स भाइरल हुन्छ। छुट्टा छुट्टैमा नाचिरहन। तर यो मेरो म्युजिक युट्युबमा नसुनिन नै सक्छ। मैले अर्कै म्युजिक हाल्न सक्छु किनकि यहाँ चाहिँ कपिराइट लाग्न सक्ने भएका कारणले गर्दाखेरि मैले भिडियोलाई कट गर्दै अगाडि बढाउँदै गरिरहेको छु। म्युजिक कपिराइट लाग्न सक्छ नि त, त्यसैले म्युजिक कपिराइट लाग्ने भएकाले छुट्टा छुट्टै देखाइदिएको छु। उता दिपेश आइसक्यो। श्याम भाइरल हुन्छ अब।